हेलो एभ्रिवान, आज चाहिँ हामी बजार जान लाग्यो। यताबाट राम्रो आज नि बुढाबारी काँचा कान्छीलाई लगेर म चाहिँ आज यहाँबाट बजार जान लाग्यो होइन। यस्तो घाम परै गइसक्यो, 4:30 भइसक्यो। त गाडीले ठोक्छ, फेरि मलाई गाली गर्छन् कि गाडीको मान्छेले। यिनीहरूसँग म लगेर बजार जान लागेँ। बजार गएपछि त्यहाँ के गर्छन् थाहा छ? मोमो खान मिल्दैन, मोमो खान मिल्दैन। अब मोमो खान मिल्ने दिन चाहिँ अब चटपटी खामला। अब छन् कि अझै 30 गते हो नि त हाम्रो मोमो खाने। अनि त्यसपछि यिनीहरूसँग यसरी यिनीहरू बजार मैले यो मोबाइलको लेन्स हालेको थियो र खासै राम्रो नदेखिए जस्तो लागिरहेछ कि। यिनीहरू फेरि यिनीहरूको काम छ है, सबभन्दा यिनीहरूको काम हो मेन काम। अनि यिनीहरू फेरि पुलिस हुने मान्छे हुन् क्या। म पुलिसको दिदी, अनि त्यसपछि म पुलिसको दिदी, अनि त्यसपछि आर्मीको बहिनी। कस्तो रमाइलो हुन्छ होला कि। अनि त्यसपछि मसँग कोही पनि न्यु नखोज्नु फेरि। म त एक दिदीलाई भन्यो भने दिदीले भने उठबस गर्न लगाउँथे, पिट्दिनँ दिदीले। अनि त्यसपछि दिदीहरूको नियममा चाहिँ पिट्ने भन्ने हुन्न नि त। तिनीहरू त त्यो बाटोमा पानी खनाउँदै सेटअप पुसअप गर्न पठाउँछ। अनि त्यसपछि नि बहिनीलाई भन्यो भने लट्ठीले बाहिर चाहिँ के भन्छ त, भित्र लगेर चाहिँ यस्तरी। अब त्यहाँ चाहिँ हुन्छ क्या, अब के हुन्छ तिनीहरूको छुट्टै शासन चाहिँ छुट्टै हुन्छ। अनि त्यो भएर चाहिँ मसँग धेरै न्यून कति हाँसेको हुन्थ्यो है, म बोलेर हाँस्छन्। अनि त्यसपछि नि यिनीहरू कति अनि भाग्छन् कि यिनीहरू अझै। अझै हामी हरियाली चोकदेखि मस्तिर गइसकेका छौँ। साँझ पर्न लागेछ, घामहरू अस्ताउँदैछन्। हेर्नुहोस् गाइज, मेरो तर किन होला क्या अघि अहिले चाहिँ यिनीहरू यति सानो छन् होइन। पछि अलि ठुलो बिहे गऱ्यो भने होइन, त्यसपछि ठुलो जागिर खायो भने यिनीहरूले गोरेन्टीले बनाएर धेरै ठिक गरिछे। कमसेकम हामी यत्रो रहेछौँ भनेर चाहिँ थाहा हुन्छ क्या। गइहाले यिनीहरू पुलिस हुन आएका हुन्। भोलि पुलिसको फर्म भर्छन् होला टक्क पारेर। हाम्रो निवासलाई पुलिसको फर्म भर भन्छन् भनेर हो क्या, त्यो भागेर गयो। अनि त्यसपछि गयो। म चाहिँ यहाँ लुखुर हिँड्दा छु। अनि पैसा छैन क्या हामीसँग, त्यही भएर अटोमा हिँड्दैनौँ। हामी आफ्नै खुट्टामा हिँड्छौँ, पैसा नि हुन्न नि त। अनि अब पैसा भएको भए त अटो गयो, टक्क पारेर अटो हुन्छ। 50 रुपियाँ लाग्छ नि त यहाँदेखि। हामी घन्टाघर जान लाग्यो। अनि यिनीहरू दुइटा गरेर 50, कान्छीको 50-100 रुपियाँ, 150, अनि 250 रुपियाँ लाग्छ होइन। 250 रुपियाँ भएपछि फेरि 250 पनि छैन के, 250 पनि छैन। अब कुकुरले पनि पछ्याउनु थाल्यो त अहिले त 250 भएपछि। अनि त्यसपछि अनि साँझमा चाहिँ हामी अन्त यता अलि त साँझमा चाहिँ हामी अब मासु खानु मिल्ने भएको भए मासु ल्याउँथेँ। आज मेरो घरमा पाहुना आछन्, थर्कियो भने मासु खानु मिल्दैन। अनि यिनीहरूलाई मैले अन्डा ल्याएर अन्डा भिनाजले किनेर छोडिदिनु पर्छ नि त केटारीको लागि। अनि त्यही अन्डा बनाइदिन्छु। अनि आफूले चाहिँ सागहरू तरकारीहरू कान्छीले त तरकारी ल्याएर आइछ घरबाट, अनि खान्छौँ। अनि त्यसपछि साँझ यिनीहरूलाई मैले यसरी काम लगाउँछु न। एउटालाई खाना पकाउन लगाउँछु, एउटालाई भाँडा माझाउन लगाउँछु, एउटालाई कोठा सफा गर्न। आफू चाहिँ आनन्दले सुत्छु। भने भन्नुहुन्छ होला तर गर्दैन होइन। आज मेरो कस्तो आँखा बराबर आइरहेछ क्या। अनि मान्छेको भिड छ यहाँ। अनि त्यसपछि यसरी त्यो साँगो र पुल छ क्या यहाँमा। अनि त्यसपछि अब पुलमा यो यस्तो धुलो भयो अरे, कान्छीलाई धुलो भयो अरे। यता मास्तिर यताबाट छिट्टो होला। अब त दौडिनुपर्छ है गाइज, अटो बराबरको। के अन्य अब पैसा छैन अटोमा हिँड्ने। अनि पैसा भएको भयो त अटोमा एकैछिनमा यतिखेर गइहालिन्थ्यो क्या। अटोमा पैसा भएको भए यतिखेर अटोमा पुगिहालिन्थ्यो। के गर्ने पैसा छैन। हामी त गरिब पऱ्यौँ होइन। आँखा दिदी मेरो आज आँखा फर्काएको कि किन होला यो आँखा के हुन्छ होला। राम्रो देख्न परोस्, अरू त केही छैन है। आँखा फर्काइरहेको छ। अनि मैले चाहिँ यस्तो यो रातो लगाएको छु कि कस्तो मलाई त लाउन मन लाग्छ। अनि त्यसपछि नि हजुरहरू कहाँबाट हेर्नुहुन्छ होइन मलाई त्यो मलाई थाहा छैन। कतिखेर हेर्नुहुन्छ, कसैलाई त निन्द्रा भ्युजिन बित्तिकै राति 2 बजी हेर्छन् अरे। कस्तो हाँसो लाग्छ आफैलाई देखेर। अनि हामी हिँड्दै
हामी केटारीको स्कुलमा आइपुग्यौँ क्या यहाँ यो सुर्खेत मोडल एकाडेमीमा अनि त्यस्तै यिनीहरू पढ्छन् अरू त त्यस्तै हो लक्ष्मी दिदीको बिहे भयो भने चाहिँ एकदम मेमोरिज हुनेवाला छ धेरै कता धेरै बनाउनु के यत्तिकै हिँडेको मात्रै बनाउने हो अनि यस्तो म त के गर्ने होला र गाइज मेरो अब बिहे कहिले होला भनिदिनुहोस् गाइज म अब छिट्टै बिहे गर्दैछु अनि म छिट्टै बिहे गर्दैछु तपाईँहरूलाई मैले बिहेको भोज खुवाउँछु बिहेको भोज होइन म चाहिँ यति हो भने साँच्चीकै मान्नु होला फेरि हामी सानोमा पढ्थ्यौँ के सरस्वती माता डिस्टा बिडा पुस्तकदार अंशबाङ के हो भल अनि त्यसपछि यता के त कतै कराते ओ भाइ मेरो भलकमा स्वागत छ तिमीलाई नबोलेर गयो क्या छोरा यार कस्तो केटाले नि हेप्छन् क्या उसलाई बाटोमा कोही बोल्दैनन् अनि दिदीहरू आउनुभयो क्या अनि त्यसपछि हेर्छन् कि मान्छेले लाज मान्दैन म केही मान्दैन यति राम्री मान्छेले के लाज मान्ने लसी दिदी अनि लसी दिदीलाई नि मेमोरिज हुन्छ बिहे गरेर गइसकेपछि म लास्ट पुलिसको फर्म भर्दाखेरिमा म यस्तै थिएँ भनेर हुन्छ मामालाई फोन गरेर नभने केताबाट जाने कहाँबाट जाने छिटछिट यहाँबाट घाम टर्किन्छ क्या राम्रो आउँछ अब भयो म बनाउन अब म परै पुगेपछि घन्टाघर पुगेपछि बनाउँछु हस् बाई हुन्थ्यो बाई गाइज हामीलाई अझै पुगेको छैन त्यो हामी दौडिन्छौँ अब गाइज हामीलाई साह्रै ढिलो भइसक्यो नि त रात पर्न लाग्छ अब रात पर्दा फेरि यहाँ जाँदै हुन्छ अलिक छिटो आऊ है कान्छ छिटो पैसा नभएर दौडिनु पर्यो पैसा नभएर दौडिनु पर्यो भाइ त्यो लाजबाट त पैसा पठाइदिनु है कोहीले हेलो एभ्रिवान आज चाहिँ मैले कस्तो एउटा भिडियो लिएर आएँ कस्तो भिडियो भन्नुहुन्छ हजुरले सुन्नुहुन्छ भने सुन्न चाहनुहुन्छ भने यस्तो लाजमर्दो भिडियो छ तर सुन्नेलाई पनि लाजै हुन्छ अब भन्नेलाई पनि मैले कसरी भन्नु के हेर्नु अनि कान्छी र लक्ष्मी दिदी पुलिसको फर्म लाउनलाई अनि हाम्रो कान्छो अनि केटाडीको उस गर्न के अनि ड्रेस किन्ने भनेर हामी रुमदेखि सल्लाह गरेर बजार हिँड्यौँ होइन हिँडिसकेपछि अब अनि त्यसपछि हामी घन्टाघर गएर फोटो खिच्ने भने कान्छी र लक्ष्मी दिदीले अनि पैसा नै भएन के पैसा नभएर अटोमा हिँड्ने पैसा नभएर हामी चाहिँ हिँड्दै अहिलेसम्म 1 घन्टा लागि भइसक्यो हामी 1 घन्टा भइसक्यो घन्टाघर अझै आएकै छैन यो भर्खर फुलफुलेको ठाउँमा आइपुग्यौँ भने यिनीहरूले घरबाट आएको नि तर पैसा नभएर मसँग त झन् कहाँबाट हो त्यो पैसा हेर्नु हिँड्दा त धौ भइसक्यो क्या अब खुट्टा पनि दुख्छ होला त्यही भएर चाहिँ आज मैले एउटा भ्लग गराएको छु यहाँदेखि माथिसम्म गएको मलाई मेरो भ्लग चाहिँ युट्युबमा गएर हेमन्ता बिसी 6906 मा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु ल म पनि हल्ला गरिदिन्छु सहयोग गर्नु है मलाई कस्तो धौ भइसक्यो क्या बाई हेर्नु न भर्खर घन्टाघर आयो पानीपुरीको बास्ना आयो तर पैसै छैन क्या हेर्नु न यहाँ पानीपुरीको बास्ना आयो होइन चाडको बास्ना आयो तर कस्तो पैसा नभएर तना अल्छी र यताबाट आऊ भन्छन् कि यस्तो आजो लाग्छ मलाई देखाउँछु अब आउँदैछ नि कस्तो रमाइलो ठाउँ रहेछ यो खासै रमाइलो त रहेन रहेछ तर केही छैन म अब फोटो खिच्छु
ल हेर्नुहोस् है, अब यहाँ हामी कान्छीको ब्याग पनि किन्ने कार्यक्रम भयो। रात परिसक्यो, अब घुम्न आएको मान्छेहरू रात परिसक्यो। यहाँ यसरी बसिरह यिनीहरू। अलि यता त कान्छा त देखेँ, अलि यता क्या, अलि यता न यता यसरी। म चाहिँ यहाँ चाहिँ हामीले अब चटपटे अर्डर गरिसक्यौँ त्यहाँ। राति भइसक्यो, घुम्न 8 बज्न 8 नै 7 कति बज्यो, 6 बज्न लाग्छ नि, 6 बज्न लाग्छ। कान्छीलाई ब्याग किने होइन, यसको बजेटले भ्याउने अनुसारको मैले ब्याग किनेर लिएर आइदिन्छु। हेर्नु पैसा हाल्न लागिसक्यो। लिएर त्यसमा मलाई नि भोलि किनिदिन्छु ठ्याक्कै। मलाई कस्तो मन पर्यो कि कस्तो राम्रो नयाँ ब्याग किने होइन कान्छीले, चटपटे खाने ल्याएर केटीहरूलाई। अनि त्यहाँ यिनीहरूले पनि किने नि त, यो टोपीहरू किने। अनि त्यसपछि ए कान्छाको मोबाइल खोइ, कान्छा मैले यहाँभित्र खोल त। ए ओ माई गड, कान्छाको पनि आइफोन हो है गाइस। तल मैले गिफ्ट दिएँ। ल अब चटपटे आइस बोलाउँछु। पिरो बनाऊ भन्नु। यसलाई फेरि अगाडि ल्याइछ। हाम्रो अब कति पो ल्याउने हो। ए यो फेरि यहाँ छ चटपटे आयो। उहाँले खाँदै हुन्छ, मैले खाँदैछु, हाम्रो कान्छोले यहाँ खाँदैछ। यसको आउँदैछ। अनि यिनीहरू खाएर पिरो भएको छ भने क्या हेर न, कोट रात बनाएको नै छैन। आन्टी एउटा छ भने यसो बनाउनु होला, एउटा बनाइदिनु होला है। के चटपटे खाँदै गर्छु, चटपटे खायौँ गाइस। अब यो कसरी मलाई फर्काउने त, यस्तो पिरो भयो नि। यो म त बाटोमा त्यहाँ खसेदियो न, यस्तो मिठो छ। यस्तो मिठो छ क्या, जाडो भएको छ। मलाई देखा त, यतापट्टि बाटो देखा न, हो त्यो त्यसो न। ल भुटो गरी अरे हामी अब जाडो भइसक्यो। यस्तो अटोको पर्खेर अटो पनि आउनु पैसा अलिअलि न के यहाँ जुगाड गरेँ, बल्ल आयो अटो। ल